नेपालको राजनीतिमा हैन लामो समयदेखि केही परम्परागत पार्टीहरूकै दबदबा रह्यो, तर अचेल एउटा नामले यो पुरानो समीकरणलाई नै हल्लाइदिएको जस्तो देखिन्छ, हो बालेन शाह। उहाँको उदयलाई कतिपयले एउटा सम्भावित राजनीतिक रूपान्तरणको सङ्केत मानेका छन् र आज हामी यही विषयमा अलिक गहिरिएर हेर्दैछौँ। तर प्रश्न उठ्छ, के साँच्चै नेपाली राजनीति एउटा ठूलो मोडमा आइपुगेको हो त? यसको उत्तर खोज्नका लागि आउनुहोस् बालेन शाहसँग जोडिएका 9वटा सम्भावित ऐतिहासिक कीर्तिमानहरूलाई एक एक गरी केलाएर हेरौँ। एउटा कुरा के याद राख्नुपर्छ भने यी सबै स्रोतहरूमा आधारित दाबीहरू हुन्। ल अब ढिला नगरौँ, सिधै लागौँ ती 9 दाबीहरूतर्फ। हामी एक एक गरेर प्रत्येक दाबीलाई हेर्नेछौँ र स्रोतहरूको अनुसार त्यसको राजनीतिक महत्त्व के हो भनेर पनि बुझ्ने कोसिस गर्नेछौँ। सुरु गरौँ पहिलो दाबीबाटै। पहिलो दाबी छ कि यदि बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बन्न सफल भए भने उहाँ आफ्नो पार्टीबाट त्यो पदमा पुग्ने पहिलो व्यक्ति हुनुहुनेछ। अब यो किन यति ठूलो कुरा हो? किनभने सोच्नुस् त, नेपालको राजनीतिमा कुनै नयाँ पार्टीले सिधै सत्ताको केन्द्रमा पुग्नु कति दुर्लभ छ। यस्तो भयो भने यसले वर्षौंदेखि जमेका राजनीतिक शक्तिहरूलाई सिधै चुनौती दिन्छ र यसले के पनि देखाउँछ भने विशेष गरी युवा मतदाताहरूले अब नयाँ नेतृत्वमाथि भरोसा गर्न थालेका छन्। दोस्रो दाबीले त राष्ट्रिय एकताको एउटा एकदमै महत्त्वपूर्ण पाटोलाई छुन्छ। उहाँ मधेसी मूलको पहिलो प्रधानमन्त्री बन्न सक्ने सम्भावना। अब यो केवल एक व्यक्तिको पहिचानको कुरा मात्रै होइन नि, यो त राष्ट्रिय प्रतिनिधित्वको हिसाबले हेर्ने हो भने एउटा निकै ठूलो फड्को हुन सक्छ। भनेपछि यसको अर्थ के त? पहिलो कुरा, यसले समावेशी राजनीतिको नारालाई साँच्चीकै व्यवहारमा उतार्छ। दोस्रो, क्षेत्रीय आवाजलाई केन्द्रमा ल्याउँछ र तेस्रो, राष्ट्रिय एकताको एउटा शक्तिशाली सन्देश दिन्छ। स्रोतहरूले त केसम्म भन्छन् भने यस्तो कदमले मधेस र पहाड बीचको जुन एउटा राजनीतिक दूरी छ त्यसलाई कम गर्न साँच्चै मद्दत पुग्न सक्छ। तेस्रो दाबीले राजनीतिमा पुस्ताको सवाल उठाउँछ। यदि उहाँ प्रधानमन्त्री बन्नुभयो भने उहाँ लोकतन्त्र आएपछिको सबैभन्दा कान्छो प्रधानमन्त्री हुनुहुनेछ। अब यसलाई केवल उमेरको कुरा मात्रै भनेर बुझ्नु भएन, यो त एउटा ठूलो पुस्तान्तरणको सङ्केत हो। आजभोलि एउटा शब्द निकै चल्तीमा छ, फ्युचर ओरिएन्टेड लिडरशिप, अर्थात् भविष्यमुखी नेतृत्व। यसको मतलब के हो भने यस्तो नेतृत्व जसले पुराना कुरामा अल्झिएर बस्दैन, बरु नयाँ विचार, आधुनिक नीति र डिजिटल गभर्नेन्स जस्ता कुरामा बढी ध्यान दिन्छ। यस्तो सोचले नयाँ पुस्तालाई त तान्ने नै भयो। चौथो दाबी, राजनीतिमा सबैभन्दा छिटो प्रधानमन्त्री पदमा पुग्ने व्यक्ति। सोच्नुहोस् त, परम्परागत राजनीतिमा त शीर्ष पदमा पुग्न दशकौं लाग्छ, त्यो लामो घुमाउरो बाटो। तर यो त बिल्कुलै फरक एउटा एक्सप्रेसवे जस्तै भयो। राजनीतिमा यस्तो घटनालाई र्यापिड पोलिटिकल राइज भनिन्छ, जुन एकदमै कम देख्न पाइन्छ। यसले के देखाउँछ भने आजको जमानामा जनसमर्थन र अझ खास गरी सोसियल मिडियाको शक्तिले परम्परागत बाटोलाई उछिन्न सक्छ। यो त निकै छोटो समयमा कसरी ठूलो लोकप्रियता हासिल गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण हो। अब पाँचौं दाबी अलि फरक र सुन्दैमा निकै महत्त्वकांक्षी लाग्छ, लोकतान्त्रिक नेपालकै सबैभन्दा शक्तिशाली प्रधानमन्त्री। तर एकछिन, यहाँ शक्तिशालीको अर्थ के हो त? यो पद वा अधिकारले दिने शक्ति होइन है। यो शक्ति आउँछ सिधै जनताको विश्वासबाट। यो शक्ति आउँछ भ्रष्टाचार विरुद्धको कडा अडानबाट। र यो शक्ति आउँछ प्रशासनिक सुधार गर्ने दृढ एजेन्डाबाट। स्रोतहरूका अनुसार यदि कुनै प्रधानमन्त्रीसँग यी 3 कुरा छन् भने उनी साँच्चै शक्तिशाली हुन्छन्, पदले मात्रै होइन। अब छैटौं दाबीले त नेपालको राजनीतिलाई सिधै ग्लोबल स्टेजमा पुर्याउँछ। उहाँ विश्वमै बहाल रहेका सबैभन्दा कम उमेरका प्रधानमन्त्रीहरूमध्ये एक बन्न सक्ने सम्भावना। अब अन्तर्राष्ट्रिय स्तरमा यसको के अर्थ हुन्छ? यदि उहाँ साँच्चै कम उमेरका प्रधानमन्त्रीमध्ये एक बन्नुभयो भने यसले नेपाललाई विश्वको राजनीतिक नक्सामा एउटा बेग्लै पहिचान दिन सक्छ। यो नेपालका लागि गौरवको कुरा मात्रै होइन, देशको प्रतिष्ठा बढाउने माध्यम पनि बन्न सक्छ। सातौं दाबी उहाँको प्रोफेसनल ब्याकग्राउन्डसँग जोडिएको छ, इन्जिनियरबाट प्रधानमन्त्री। सामान्यतया हामी के देख्छौं, राजनीतिकर्मीहरू नै शीर्ष पदमा पुग्छन्, तर एउटा प्राविधिक क्षेत्रको व्यक्ति देशको कार्यकारी प्रमुख बन्नुले राजनीतिमा एउटा नयाँ आयाम थप्छ। अब यसको महत्त्व के छ भने इन्जिनियरहरूलाई समस्या समाधान गर्न र परिणाम निकाल्न तालिम दिएको हुन्छ। यही सोच जब शासन प्रणालीमा आउँछ त्यसलाई भनिन्छ रिजल्ट ओरिएन्टेड गभर्नेन्स, अर्थात् परिणाममुखी शासन। यस्तो शैलीले गफभन्दा कामलाई, अनुमानभन्दा तथ्यलाई र भाषणभन्दा विकासलाई प्राथमिकता दिन्छ।
अब लागौं 8औं दाबीतर्फ, जुन उहाँको राजनीतिक यात्राको बाटोबारे छ। सामान्यतया नेताहरू कसरी प्रधानमन्त्री बन्छन्? पार्टीको तल्लो तह, सांसद, मन्त्री हुँदै लामो यात्रा। तर मेयरबाट सिधै प्रधानमन्त्री? यो त एउटा बिल्कुलै नयाँ र कसैले नसोचेको बाटो भयो। यो बाटोले एउटा निकै शक्तिशाली सन्देश दिन्छ। यदि कसैले एउटा सहरलाई राम्रोसँग चलाएर आफ्नो क्षमता देखाइसक्यो भने त्यो व्यक्तिले देश चलाउने जिम्मेवारीका लागि पनि दाबी गर्न सक्छ। यसले स्थानीय तहको कामको महत्त्वलाई पनि माथि उठाउँछ। र अब 9औं र सायद सबैभन्दा अनौठो दाबी, आफ्नो लागि एक भोट पनि नमाग्ने प्रधानमन्त्री। सोच्नुहोस् त, चुनावी राजनीतिमा यो त लगभग सुन्दै नसुनेको कुरा हो। यो निकै चाखलाग्दो कुरा हो। स्रोतका अनुसार उहाँले परम्परागत तरिकाले हात जोडेर भोट माग्नुको सट्टा आफ्नो भिजन, आफ्नो योजना र आफ्नो काम गर्ने तरिका जनता सामु राख्नुभयो। यसले मानिसहरूमा एउटा नयाँ आशा जगायो कि कामले जित्ने राजनीति पनि हुँदो रहेछ। ल, हामीले यी 9वटा फरक फरक दावीहरूलाई एक एक गरी हेर्यौं। नयाँ पार्टीदेखि नयाँ उमेरसम्म, नयाँ बाटोदेखि नयाँ शैलीसम्म। अब यी सबैलाई एकै ठाउँमा राखेर हेर्दा यसले समग्रमा के सङ्केत गर्छ त? यदि यी सबै दाबीहरूलाई जोडेर हेर्ने हो भने यसले नेपालमा 3वटा ठूला परिवर्तनको सङ्केत गरेको देखिन्छ। पहिलो, नयाँ पुस्ताको राजनीति, जहाँ युवा नेतृत्व अब साइडलाइनमा होइन सिधै केन्द्रमा आउँदैछ। दोस्रो, पुराना दलहरूलाई चुनौती, जसले अब नयाँ र निकै गम्भीर प्रतिस्पर्धाको सामना गर्नु परेको छ। र तेस्रो, सिस्टम परिवर्तनको अपेक्षा, जहाँ जनता अब भाषणले मात्रै चित्त बुझाउँदैनन्, उनीहरूलाई सुधार र परिणाम चाहिएको छ। नेपालको राजनीतिमा होइन, वर्षौंदेखि एउटै अनुहार, उस्तै शैली र उही कथा दोहोरिरहेको जस्तो लाग्थ्यो। तर आज हामीले विश्लेषण गरेका यी 9 दाबीहरूले एउटा नयाँ कथाको सम्भावना देखाएका छन्। र यो विश्लेषणले हामीलाई एउटा निकै गम्भीर प्रश्नमा ल्याएर छोड्छ। के नयाँ पुस्ताको यो नेतृत्वले वास्तवमै नेपाललाई बदल्न सक्छ त? यो प्रश्नको जवाफ त अब समयले नै देला।